हामी आइसक्यो टेक्ससको स्नोफलमा। सो गाइस हामी चाहिँ वलमार्ट आएको थियौँ होइन, अनि मैले यो कपडा देखेँ क्या, यो के तर $40 रे क्या यसलाई। यो एकचोटि फिटिङ रुम छ नि होइन, ठुलो मलाई चाहिँ ठिक्क हुन्छ जस्तो लाग्यो। फिटिङ रुम छ होइन, एकचोटि चेक गर्न पऱ्यो यार। आउनु जाऊँ न एकचोटि चेक गरौँ न। यो र त्यो कार्ड पनि लिएर आऊ त्यो भयो। फिटिङ रुममा एकचोटि होइन कपडा ठिक कस्तो राम्रो लाग्यो $40 मा, नट ब्याड नै हो। फिटिङ रुम उता रहेछ। हुन्छ तिमी हेर्दै गर नि त, तिमी हेर्दै गर, म यो चेक गरेर लगाएर आउँछु एकचोटि। यो पनि $15 मिल्छ। फिटिङ रुम छ क्या उता। यो केटीको हो कि के हो? यो केटीको त होइन होला है, ठिकै छ यो पनि। त तिम्रो जस्तै छ यो है, यो पनि चेक गर्छु कति वर्ष हेरौँ न होइन, पछि मन पऱ्यो भने। अब हामी जाँदैछौँ कपडा चेक गर्नको लागि होइन, दुइटा अहिले हेर्दै गर्छ, मन पऱ्यो भने पछि आएर लिनुहुन्छ नि त, द्याट्स वाइ। लेट्स गो। कस्तो छ केटा हो? ठिक छ। मलाई मन त पऱ्यो होइन, तर अलिक उ छ कि यो अर्कै गाइस। कस्तो मन पऱ्यो मलाई यो यार, स्विट क्याट लास्ट मन पऱ्यो मलाई। वाउ गाइस, मैले 3टा कपडा किनेँ क्या होइन। 3टा कपडा, एउटा स्वेट सर्ट, एउटा हुडी अनि एउटा टी सर्ट किनेँ, जुन चाहिँ मलाई चाहिरहेको थियो। मलाई कस्तो मन परेको कपडा, मैले रोक्नै सकिनँ। मैले टेक्सस आइदिएको, मैले अहिलेसम्म बाहिर खर्च केही पनि गरेन, केही पनि किनेन होइन। कपडा चाहिँ लास्टै मन पऱ्यो मलाई, म रोक्नै सकिनँ कपडा चाहिँ। त्यही भएर मैले कपडा चाहिँ किनिदिएँ। मलाई मन पऱ्यो टी सर्ट अनि यो हुडी अनि यो स्वेट सर्ट। त्यो लेट्स गो। अब हामी गइन्छ। मेरो साथी कहाँ गएछ? साथीले खोज्दैछु क्या म। साथीले नि यहाँ कपडा, साथीले पनि यो दुइटा कपडा लिग्यो होइन, अरू पनि कपडा हेरेर आएको केटोले। अनि आज हाम्रो एभ्रिथिङ न्यू क्या, कलेज अल्सो न्यू, फर्स्ट डे अफ कलेज, कपडा पनि न्यू होइन, छक्क लागेर अब त केटोले होइन। सो हाम्रो चाहिँ सामान पुरै हामीले अपलोड गरिसक्यो होइन। अब यसलाई यसरी अब हामी जान्छौँ टक्क लगाएर घरतिर। त्यहीँ घुसाइदेऊ त्यो, यो मेरो गाडी। त्यही हो। आज $110 साथीले नेपाली अनि 20,000 खर्च गरेर कस्तो लागिरहेको हजुरलाई? नर्मल के हुनु, त्यही अब त्यस्तै अब एक दिनको कमाइ होइन, एक दिनको कमाइ घन्टाको। ल त्यही हो गाइस, अब हामी घर जान्छौँ, खाना खान्छौँ, अनि क्लास जान्छौँ। कति टाइम भयो? त्यही हो। At Salon, or what is now left, a stele, a marker. So guys, मैले चाहिँ आज जुन हुडी किनेर ल्याइरहेको थिएँ त्यही लगाएँ होइन। कस्तो देखिरहेको छ भन्नु होला। मलाई चाहिँ मन पऱ्यो, हल्का पातलो छ, तर टेक्ससको गर्मी र टेक्ससको जाडोको, गर्मी पनि लाउनु मिल्छ कि हो त, टेक्ससको जाडोको हिसाबले चाहिँ इट्स फाइन भन्छु म चाहिँ। त्यही हो, लेट्स गो। जाम अब है त। होइन सोल्टी किचनमा जुत्ता लाएर अनि अच्छा फेरि अपरिपक्व शब्द हाम्रो यहाँ तरकारी पाक्दैछ होइन। के भयो भन्दाखेरि मेरो 9:20 क्लास छ होइन, अहिले 11 बजिसक्यो, 12:30 बजेर फेरि अर्को क्लास छ। त्यो बिचमा आएर चाहिँ खाना पकाउनु लाग्यो। त्यही भएर अब सबैजनाले केटाहरूले अब खाना खाइसक्यो, म चाहिँ खाना पकाउँदैछु। We're going to college, we're going to study, we got copy, we got book, we got car, that's it, I guess. Bye. I'm जान्छु क्लास अब।
त्यही हो गाइज अहिले त्यही होइन टेक्ससमा पनि चिसो भइरहेको छ जाडो भइरहेको छ होइन मेरो गाडी खोइ वेयर्स माई कार मलाई कस्तो इन्डियानाको याद आयो आई मिस इन्डियाना फ्रेस वा ओ मेरो गाडी त what happened to my car bro huh what happened to my car I don't know shit wait मेरो गाडी त के भएछ what happened to my fucking goddamn car man come on so guys हैन मैले भर्खर मेरो गाडीको ढोका खोलेको होइन केटाहरू उता आउँदैछन् हेर्न के भयो हेर्न shit के भयो भित्र गएर मेरो खोल्छ है त म ए वे गाडी त के हो यो गाडी त ए स्टार्ट भयो भने त प्लिज यार स्टार्ट हुनै पर्ने हुन्छ होइन स्टार्ट हुनै पर्ने हुन्छ प्लिज वो स्टार्ट भयो अब यसलाई खोलौँ है त shit हेन अर्केको shit भएछ यार के भयो स्टक भयो पहिलाको अस्ति स्टक भयो ताना खुट्टा ताना अर्कोले हेर्न गाडी ओ के फ्याल्यो तपाईँको त के कस्तो फ्याल्यो तपाईँको त मनी हान्छु रोक मनी गर्छु रोक मनी गर्छु हाम्रो चाहिँ हुँदैन हाम्रो चाहिँ हुँदैन खोइ त भे पास गर्नु मैले भे के लेखा पर्छ एकछिनमा केराहरू पाडिएन आउँछ भटभटे हिउँ पर्यो हो कि पानी हिउँ पर्यो फेरि हिउँ हो हिउँ यो होइन पानी हो होइन हिउँ हो पानी हो कि हात र खुट्टा चाहिँ गयो यही हो होइन हाम्रो ट्याक्सिसमा यही एक दिनको जाडोको लागि ग्रोसरी स्टोर बन्द ग्रोसरी स्टोर ठ्याप्पै भोलि पर्सि म त आजै बुझ्नुपर्ने हुन्छ होइन टेक्ससको एक दिनको स्नोले गर्दाखेरि मेरो गाडी पुरै कस्तो हात कामेको मेरो गाडी पुरै यस्तो भएको छ होइन अनि आई डोन्ट नो अब मेरो गाडी स्टार्ट गरेर छोडेको छु एकछिनमा चलाउन पर्ने हुन्छ आई डोन्ट नो के भइरह्यो नि मेरो गाडी पुरै के भएको यो होइन भयो होइन म गाडी बन्द गर्छु त्यो एकदम जाडोको मौसम बाहिर हिउँ परिरहेको हुनाले चाहिँ होइन मैले चाहिँ टक्क अब खान जाँदैछु ग्रिन टी तताउँदैछु मैले अब टक्क त्यही गर्दै खान्छु म चाहिँ होइन त्यही त हो नि टक्क अलि एटिट्युड पाएर त्यही त हो नि त्यही त हो होला टक्कै मेरो ग्रिन टी यस्तो हुँदैछ होइन
बिहान बिहान चाहिँ ग्रिन टी खानुपर्छ, शरीरको लागि नि राम्रो हुन्छ। तिम्रो हजुरको मुटु हुन्छ नि, मुटुको ऊहरू पनि हुन्छ। अनि एक दिन खाने बन्द गर्ने कि तर डेली बेसिसमा 2-3 महिनासम्म खानु भयो भने त्यही अनुसारले 1% गर्दै 3 महिनासम्म गऱ्यो भने 7-9-10% 100 हजुर अब 70 केजीको हुन्छ भने 3-4 किलो घटाउनु 3-4 महिनामा भनेको ठुलो कुरा जम्मै 20 खाएर that's good for your health। अनि हजुरको रगत पनि हजुरको मुटु पनि अलि राम्रो हुन्छ। हजुरले सोया खानुभन्दा 300 खानुभन्दा 4 भन्दा 20 खायो भने हजुरको मुटु पनि सफा हुन्छ, हेल्थको लागि राम्रो हुन्छ। अनि त्यही हैन म चाहिँ अब तपाईहरुलाई लाग्नु मैले हैन मैले तपाईहरुलाई त्यस्तो गर्दैछु, यसै गरेर अलि चाल बोलिन्छ कि भनेर के गर्दैछु हैन। पानी पनि माइक्रोवेभमा तताएको मैले। Bitch, I'm fresh. Little shebang, yeah. Come on, try. Yeah. Come on, try. Come on, try. Yeah. Come on, केटा हो केटा दिस्नु हेर्न गएको रहेछ होइन। म पनि दौडिँदै गइरहेको छु यसो घुम्नको लागि। सरी कस्तो रमाइलो। छिलेको के लड्यो अब के गर्नु त होइन। लेट्स गो। अब हाम्रो आज घरको केटाहरू सबै छ यहाँ होइन। कोही ग्यास स्टेसन लुट्न जाँदैछ, कोही अब हो र रमाइलो टक्क होइन। दामी भइरहेको छ। मैले त अनि हुडी लाएर आएछु मिस्टेकले। अनि उसको गाडीको नाम के हो? यहाँ हेर्न सक्नुहुन्छ मान्छे यहाँ पुरै बसिरहेको एलस्का यहाँ मान्छेहरू बसिरहेको छ। म अनि यहाँ चाहिँ डकुमेन्ट्री भिडियो गर्दै हजुरको हात देखिरहेको छ जस्तो लाग्यो मलाई। ओके कृपया अपरिपक्व शब्दको प्रयोग नगर्सियो होला। अनि अब हामी टेक्ससको अर्बिङमा छौँ होइन। चिसो मौसम छ एकदम, मान्छेहरूको शरीर नि चिसो छ होइन, एकदम ठाउँ पनि चिसो छ। अनि अब पछाडिको मान्छेले फेरि भ्लगमा हाल्न मिल्दैन क्या यता। अनि त्यसपछि अनि टक्कर मैले त्यहाँ टोपी लगाएको छु होइन। मैले भ्लग नहालेको धेरै भयो थियो। अनि त्यसपछि म त अब यो भ्लगमा हाल्न जाँदैछु अब होइन। अब म पनि अनि ऱ्याप हान्छु म पनि बिस्तारै। अनि मेरो अनुहार यस्तो देखिरहेको छ ल, आधी अनुहार नहल्ने जस्तो देखिरहेको छ ल। राम्रोसँग समाउ मोबाइल अलि यस्तो क्या यसो भइरहेको त्यही हो। अब भिडियो नहालेको धेरै भयो। आजको भिडियो चाहिँ यही हो होइन। एकदम दामी छ, एकदम दामी छ, ठाउँ एकदम राम्रो छ होइन। त्यही हो आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू गाइज इन द नेक्स्ट ब्लग। बाई। My life, my rules, my style, my attitude. You love me or hate me, I don't care.